एमाले कांग्रेस अथवा माओवादीको के हो भन्छ भने उत्साह होइन, त्यो ठुलो छटपटाट हो। जस्तो उनीहरू सायद मलाई लाग्छ उनीहरू अन्तिम प्रयत्नको दौरानमा छन्। अब बाँच्नको निम्ति अथवा चाहिँ उनलाई संरक्षण गर्ने व्यवस्था जोगाउनको निम्ति अन्तिम शक्ति कसरी लगाउने भन्ने छन्। उनमा उत्साह देख्दैन, बाहिर जो उत्साह देखिन्छ त्यो निराशाको परिचायक मात्रै हो। जस्तो पुष्पकमलको देशदौडा जो देखिन्छ अथवा अरूको जो देखिन्छ अभिव्यक्ति जो देखिन्छ त्यसमा कृत्रिमता मात्रै मैले देख्छु। अब यतातिर तपाईँको अलिकति भिन्न हो भने राप्रपा छ। राप्रपा मैले सारमै उनको राप्रपाको त्यो राजावादी हिन्दूवादी त्यो राजा हिन्दू शब्द छोडिकन मैले राप्रपा र अरू पार्टी यिनी तीनटा पार्टीको बिच तुलनात्मकमा अलिकति अन्तर गर्नुपर्छ त भन्छु हैन। अब ठ्याक्कै एउटै घानमा हाल्नु हुँदैन। जस्तो चाहिँ तपाईँको कांग्रेस एमाले माओवादी यो 12 बजे र त्योभन्दा अगाडि धेरै हत्याकाण्डबाट एउटा मिसनमा जो प्रयोग भयो नि, अब त्यही ढङ्गले राप्रपा प्रयोग भयो म त्यो भन्न सक्दिनँ। त्यसकारणले तुलनात्मक रूपमा अलिकति अन्तर छ। तर चाहिँ सार के हो भन्छ भने एउटै हो, यिनको सार एउटै हो। मैले पनि यिनको सार चाहिँ पश्चिमा साम्राज्यवादी विचार प्रणाली व्यवस्था प्रणाली र मूल्य प्रणालीको बचाउ हो। यिनका दस्तावेजले त्यही भन्छन्। त्यही कारणले यिनीहरू मिलेर आउन सके हो। हामीले अर्को कोण बुझ्नुपर्छ। जस्तो राप्रपा छुट्टै कुनै जन्तु भइदिएको भए कांग्रेस एमाले माओवादीसँग चाहिँ आलिङ्गन के चाहिँ गरेर हैन मन्त्रीसँगै त खाँदैन थियो नि त हैन। एकअर्काको चुनाव चिन्ह गर्ने, एकअर्कालाई भोट हाल्ने त्यो त सम्भव त हुँदैन। त्यो सिद्धान्तवादी मान्छेहरूमा त्यो त सम्भव त हुँदैन। त्यसकारणले ग्राउन्ड एउटै हो। र यिनको अहिलेको खेल मैले कस्तो बुझ्छु भन्छ भने केही मुद्दाहरूलाई जस्तो त्यसमा पनि पृथकता देखाउन त केही मुद्दा त खेलाउनु पर्यो। जस्तो माओवादी जस्तो प्रचण्ड जस्ता मान्छे, बाबुराम जस्ता मान्छेहरू अहिले पनि समाजवादका कुराहरू छन्। यो ठाउँमा आएर उनीहरू समाजवादका कुरा गर्छन्। अब कांग्रेसले अप्ठ्यारो पर्यो भने प्रजातान्त्रिक समाजवादी भन्न लाग्छ। एमाले अस्ति भन्दै थिए नेपाल यहाँसम्म आएको त बहुदलीय जनवाद हो भन्दै थिए। अब यिनले पृथक देखाउने त्यो कोसिस हो हैन। अब राप्रपाको के छ भन्छ भने यिनीभन्दा छुट्टै हौँ, किन यहाँ त खेल्नु पर्यो, अब मान्छेको बिचमा खेल्नु पर्यो राजा र हिन्दू राज्य उनले खेलाउने मुद्दा। तर वास्तविक मुद्दा जो भनिरहेछन् यिनका यिनी मुद्दै होइनन्। म त्यो बुझ्दिनँ। जस्तो राप्रपाको पनि एउटा खेलको पाटो छोडेर कुनै मुद्दालाई कार्ड बनाएर खेल्ने कुरा छोडेर त्यो वास्तवमा राजाप्रति वफादारीता हिन्दू भन्ने शब्दप्रति वफादारीता मैले उनको केही पनि देख्दिनँ। अरू पार्टीको त हुँदैन। यस्तो हुन्थ्यो भने जस्तो कांग्रेस एमाले माओवादीको बाहिर भने यस्तो हुन्थ्यो भने 12 बुधेमा यिनी एक ठाउँमा आउन सम्भवै हुँदैन थियो। र 63 सालपछि यिनले जे अगाडि बढाए यिनका घोषणापत्रको कुरो त एउटै पनि छैन कसैको पनि। सबै चाहिँ तपाईँको यिनले लेख्दै नलेखेका कुराहरू छन्। 63 सालपछि यसले पनि यिनको केही छैन भन्ने बुझाउँछ। राप्रपाको पनि यिनीसँग जो साझेदारी हो त्यसले पनि यिनको केही छैन भन्ने बुझाउँछ। एउटा बाटो होइन। गुणात्मक रूपमा यिनीहरू एउटै हुन्। पहिलो कुरो यिनीहरू एउटै हुन्। अर्को चाहिँ तपाईँको पूर्व राजाको मैले कस्तो बुझ्छु भन्छ भने जस्तो उनको व्यक्तिगत रूपमा बाहिरी जे देखिन्छ जस्तो राजा देश बचाऊ अथवा राजाको मुद्दा लिएर जो गइरहेछन् यिनीहरूसँग ठ्याक्कै एउटै सोच चाहिँ तपाईँको हो जस्तो पनि मैले देख्दिनँ मेरो आफ्नो बुझाइमा हैन। जस्तो अब यिनलाई अब पूर्व राजाले पुरै विश्वास गरेको यिनकै भरमा सायद मलाई लाग्छ त्यो त एउटा मूर्खतै हुन्छ भन्छु मैले। यदि त्यस्तो सोच भएको त्यो मूर्खतै हुन्छ हैन। जो मान्छे यति टेस्टेड छन्, जो मान्छे अब अहिले पनि राष्ट्रिय सहमति भनेका छन्, जस्तो राष्ट्रको सङ्कटका मूलभूत मुद्दाहरू जसले उच्चारणै गर्दैन तिनी मान्छेहरूमाथि विश्वास गरेर यिनले पार लगाउँछन् भनेर त्यो पूर्व राजाको दिमागमा होला त्यस्तो मलाई चाहिँ लाग्दैन मेरो आफ्नो मूल्याङ्कनमा। तर उनको समस्या एउटा मैले के देख्छु भन्छ भने मैले बारबार उठाएको छु। अब यो बाहिर जे देखिन्छ राजसंस्थाको पुनर्स्थापनामा त्यो पूर्व राजाको पनि रुचि हो, चासो हो भने त्यो दृष्टिकोण के हो, त्यसको निम्ति चाहिँ संरचना के हो अगाडि बढ्ने र त्यो गन्तव्य कहाँ हो, यो तीनटा चीजमा स्पष्ट नभइकन त्यो पूर्व राजाको त्यो सोच पनि कहीँ पनि पुग्दैन मैले देखेको। समस्या यही आइरहेछ। जस्तो उनलाई वास्तवमा खेलाइ नै रहेछन् सबैले। अब कांग्रेसभित्रले खेलाउन थाले, राजा भन्न थाले, यता राप्रपा छन् हैन। राप्रपामा पनि हरेक खालका मतहरू छन्। त्यसकारणले यो अरूको हातमा खेल्ने बदनाम हुने र भोलि अप्ठ्यारो पर्यो भने यिनले भोलि शिकार बनाउँछ। यो समस्याबाट उनी गुजिरहेको मैले देख्छु। यदि पूर्व राजा मेरो अनुमानको कुरा मात्रै हो, पूर्व राजा यिनको जे सोच छ यो सोचमा भइदिएको भए यो उनी फालिने स्थिति हुन्थेन। बेबी किङ भन्ने प्रस्ताव त लगाउन् नि, त्यो पूर्व राजाका बेबी किङ त प्रस्ताव त लगाउन्। अहिले त्यही उछालिरहेछन्। र अहिले जस्तो तामझाम हृदयेन्द्रको चाहिँ तपाईँको तामझाम अब केही पूर्व जर्नलहरूको अन्तर्वार्ता सारा चिज हेर्दाखेरि अब त्यही राजालाई चाहिँ तपाईँको ब्लक गर्न अथवा कमजोर बनाउन अर्को पार्टबाट यहाँ बेबी किङ भन्ने खेलिरहेछन्। त्यसले पनि चाहिँ त्यो राजा र यिनको बिचमा कुनै साम्यता छ जस्तो मैले देख्दिनँ। किन त्यो साम्यता एउटै मत भइदिए भए त एउटै मुद्दामा जान्थे यिनीहरू। जस्तो हृदयेन्द्रको कुरो कसले उछालिरहेछ? यदि राजसंस्था पुनर्स्थापनको कुरो हो भने हृदयेन्द्रको कुरो कसले उछालिरहेछ? त्यो के को निम्ति? राजा एउटा साँच्चै चाहिँ एउटा त्यो विश्वासको कोणबाट भयो भने जन्मस्थानको कुरो किन उठिरहेछ हैन? जस्तो राप्रपाभित्र केही मान्छेहरू उठाइरहेछन् अथवा पावर सेयरिङबाट यिनी दलसँग राष्ट्रिय सहमति गरेर जाने कुरो किन उठिरहेछ? त्यो सम्भव छ कि छैन? यिनीसँग राष्ट्रिय सहमति गरेर त राजा हुने सम्भावना छैन। छैन भनेपछि त्यो मुद्दा किन उठाउँछ भने यो गिजोल्ने लम्ब्याउने र तपाईँको खेल्ने कुरा मात्रै हो। त्यसैले सबै कोसिस अहिले जो एउटा सङ्क्रमणकालमा जो धमिलो वातावरण छ नि यो धमिलो वातावरण खेल्ने कोसिस हो आफ्नो बचाउको निम्ति। जस्तो राप्रपा स्थापित हुन चाहेको होला। अब यो यथास्थितिभित्र ऊ चाहिँ स्थापित हुन चाहेको होला। त्यो कहाँ बुझिन्छ भन्छ भने प्रष्ट रूपमा अब चाहिँ चाहेको होला मात्रै होइन, अहिले चाहिँ तपाईँको राजा र हिन्दू राज्यको एजेन्डालाई जस्तो राप्रपाको समर्थनमा एउटा आइडियू भन्ने एउटा अन्तर्राष्ट्रिय सङ्गठनले चाहिँ तपाईँको समर्थन गर्यो। अनि यसबाट के मैले बुझ्छु भन्छ भने यो राजा र हिन्दूको नाममा इन्डियन जो खेलिरहेको थियो नि त्यो एजेन्डा पश्चिमाबाट खोसे। यहाँ त एजेन्डा खोज्ने लडाइँ चलिरहेछ हैन। जे भनिरहेछन् त्यो स्थापित गर्ने हो कि एजेन्डामा लडाइँ, एजेन्डा खोज्ने। अब यो राजा र हिन्दू चाहिँ राज्यको एजेन्डा कहाँ पुग्यो भन्छ भने तामिल टाइगरको कथामा गएर टुङ्गियो। अब
हैन। जस्तो इन्डियाले गठन गर्यो लिट्टे, श्रीलङ्का टुक्राउने इन्डियाले गठन गर्यो, खोजिदिए पश्चिमाहरूले र अन्तिममा इन्डियासँग लडाइदिए र राजीव गान्धी मर्नु पर्यो, बनायो इन्डियाले, हतियार बेच्यो अमेरिकाले राजीव गान्धी नै मार्थे। त्यही खेल आयो, राजा र हिन्दू राज्यको मुद्दा त्यही खेल आयो। जस्तो अब त्यो आइडियू भन्ने उनको सम्बन्ध होला, यो धेरै मान्छेलाई थाहा थिएन, मलाई अलिकति थाहा थियो, तर यो सार्वजनिक नहुनाले मैले उठाउन सकेको थिएन। अब त्यहाँ को पार्टी छन्, 2-3टा पार्टीको मात्रै नाम लिन्छु, अरू म धेरै जान चाहन्न। अहिले डोनाल्ड ट्रम्पको पार्टी त्यो आइडियोमा, नेतन्याहु त्यस्तो अपराधी, त्यस्तो चाहिँ तपाईँको जल्लादको पार्टी हैन, लिकुड पार्टी, अनि चाहिँ जर्मनको जो सत्ताधारी पार्टी छ अहिले मर्सको जो चान्सलर छन् उनको पार्टी। अब यिनी पार्टीहरूको संस्थापक अझ त्यो स्थापनाहरूको मार्गरेट थ्याचरले कन्जर्भेटिभहरू ब्रिटिस इतिहासमा स्थापित हुनुहुने सबैभन्दा बर्बर र चाहिँ तपाईँको क्रूर कठोर भनेर चिनिएको पात्र, उनको आयोजनामा लन्डनमै स्थापना भयो 1983मा। अब त्यो अन्तर्राष्ट्रिय सङ्गठनको चाहिँ सदस्य छ राप्रपा। भनिसकेपछि अब यो मान्छेले बुझेको छैन, अब त बल्ल समाचार बाहिर निस्किन लाग्यो नि त, राप्रपाको चाहिँ सालनाल कहाँ जोडिया छ भन्ने कुरो यसले छरपष्ट पारिसकेपछि कमसेकम धेरै मान्छेलाई सोच्न त बाध्य बनायो नि त, जो मान्छेले राप्रपा बुझेको थिएन। राप्रपा राष्ट्रवादी हो हैन, मैले भने नि अब यहाँ धर्म संस्कृति रक्षा गर्छ अरे, मान्छेका भ्रम हैन, उदारवादको चाहिँ तपाईँको नारा बोकेको छ। अब यस्ता शक्तिहरूसँग उसको एलायन्स छ, गठबन्धन छ, अनि चाहिँ तपाईँको उसले देशको धर्म संस्कृति रक्षा गर्छ, परम्परा रक्षा गर्छ, राजा ल्याउँछ। माने यो मान्छेलाई जे भ्रम थियो नि, यो क्लाइमेक्समा किन गइरहेछ अहिले भन्छ भने, जस्तो यति कुरा पनि बुझ्दै किन भन्छ भने अहिले लडाइँ भयो। मैले भने नि, मैले इन्डियन र पश्चिमाहरूको भन्छ अरे विशेष गरिकन यो उनले कत्रो चक्रव्यूह बनाइदिए भन्छ भने, जस्तो यो चाहिँ यिनीहरू खुल्यो आइडियो जो खुल्यो नि, योभन्दा पहिले त खुल्नुपर्ने, पहिले त खुलेको त थिएन, यसरी समर्थन गरेको थिएन। त्यो पनि राजा र हिन्दू धर्मलाई, अरू टुक्रो राजा र हिन्दू धर्मको मुद्दालाई आइडियूले समर्थन गर्यो। डोनाल्ड ट्रम्पको संलग्नता, नेतन्याहुको संलग्नता हैन। अनि मैले अहिले बुझेँ त्यो नेतन्याहुको चाहिँ त्यो पार्टी हेर्दाखेरि चाहिँ के बुझ्न सकिन्छ, यिनीहरूले इन्डिया र पाकिस्तानको लडाइँ हुने बित्तिकै चाहिँ पाकिस्तान मुर्दाबाद भन्ने नारा किन लगाएका रहेछन् हैन। त्यो त ट्रम्प र चाहिँ नेतन्याहुको त्यसमा संलग्नताले देखिन्छ, यिनको लाइन के रहेछ, कहाँबाट चल्या रहेछन्। अनि यिनले चक्रव्यूह कहाँ पुग्यो भन्छ भने इन्डियालाई यिनले क्रस कहाँ गरे भन्छ भने, जस्तो पहलगाम घटना भयो, अब त्यो घटना अमेरिकनहरूले गरायो, त्यसमा कुनै शङ्कै छैन, इन्डियाको एउटा चाहिँ पङ्क्ति त्यहाँ मिलेको छ हैन। अब मोदीलाई फसाइएको छ भन्छ भने एक खालमा मैले देख्दिनँ, अर्को रको ब्लक मिलेको छ त्यहाँ। अब त्यो सबै तयारी थियो, एक खालले इन्डियाले राम्ररी झट्का खायो त्यहाँ, सायद 1947 पछिको इतिहासमा पाकिस्तानबाट पहिलो मार खायो इन्डियाले, र उसको साख स्वात्तै घट्यो। अन्तर्राष्ट्रिय भूराजनीति भयो, हुँदा के हुन्छ भने युद्धविराम पनि मैले गराएँ भन्छ अमेरिकाले हैन, यिनको बिचमा पनि, अनि चाहिँ काश्मीरमा पनि हात हाल्यो, हामी मध्यस्थता गर्छौँ भने इन्डिया त पुरै रक्षात्मक भयो। तिनकै चाकरी गरेर हिँडेका थिए यिनीहरू, इन्डियनहरू, यिनी त रक्षात्मक भए, बेइज्जती भयो। अब क्रस भयो, सुन्नुहोस् है, क्रस भइसकेपछि अब इन्डिया दक्षिण एसियाको भूराजनीतिमा खेल्न सक्ने अवस्था अब एकदम क्षीण भएको, किन एक त त्यसै पनि सिद्धिसकेका थियो, नेपाल मात्रै हो हैन, उनले पालेका चाहिँ दलाल भावनाले नेपाल मात्रै प्रयोग गरेका थिए। अब यहाँ पनि खुलेर चाहिँ खेल्न सक्ने सम्भावना कमजोर भएपछि ठ्याक्कै चाहिँ तपाईँको हाने र आइडियू खुल्यो, मैले बुझेको थिएँ त्यो। अब राप्रपालाई चाहिँ सत्तामा लैजाने खेलेको थियो, प्रभावशाली शक्ति राप्रपा बनाउने हैन, पश्चिमाहरूको चाहिँ हात बलियो बनाउने, इन्डियनलाई क्रस गर्ने। अब त्यही छटपट हो, जस्तो इन्डियनका मान्छे तार धाइरहेछन् नि काठमाडौँ हैन, 5-7 जना मान्छे आइसके, त्यो पनि आरएसएस मोदीको दर्जनै छन् लडको त्यसरी लागिरहेछ, भित्र बसिरहेछ। ऊ के अरे श्यामशरण समेत आए, त्यो बारबुदी गराउने मान्छे पनि आए। त्यस कारणले इन्डियालाई समस्या अहिले कहाँ पऱ्यो भन्छ भने, यही एउटा नेपाल जस्तो इन्डियामा बस भइरहेछ, नेपाल पनि गयो भनिरहेछन्, मोदीको कारणले नेपाल पनि गयो भन्छन् उनका विरोधीहरू। अब यो छटपट्टि ठुलो छटपट्टि इन्डियनहरूलाई चौतर्फीले घेरे हैन। अब एउटा पश्चिमाहरूले घेरे, अर्को अब चिनियाहरूसँग दुश्मनी थियो, अब एन्टी चाइनिज कुरा गर्थे, चिनले पनि घेर्यो हैन। ऊ बङ्गलादेशमै पनि चाहिँ उथलपुथलको सङ्केत आइरहेछ भनेपछि नेपालको भूराजनीतिलाई एउटा प्रयोग गर्ने हिसाबले यिनीहरू यत्रो खतरनाक ढङ्गले आपसी सङ्घर्षको चाहिँ तपाईँको बिचबाट गुजिरहेछन् नि पश्चिमाली इन्डियनहरू। र यो पनि के हो भन्छ भने, अन्तर्राष्ट्रिय भूराजनीतिमा जो सङ्कट यिनी सबैमाथि आइरहेको छ, अब यसबाट बस्नको निम्ति यहाँको भूराजनीतिलाई कसरी कन्ट्रोल गर्ने भन्ने हो। किन भन्छ दक्षिण एसियामा अब हाम्रो चीनसँग पनि सिमाना जुटेको, इन्डियासँग पनि जुटेको, दुईटा एसियाका सबभन्दा ठुला देश, नेपालको भूराजनीति दक्षिण एसियामा अरू देशको भन्दा धेरै महत्त्वपूर्ण छ। र यहाँ जसको उपस्थिति हुन्छ त्यसले, मैले दक्षिण एसिया मात्रै भन्दैन, मैले सिङ्गो एसिया चाहिँ तपाईँको ह्यान्डल गर्न सक्ने सम्भावना हुन्छ। अब त्यो लडाइँको एउटा चरम रूप चाहिँ यहाँ देखिन थाल्यो नेपालमा। अब उनीहरू कसरी जान्छन् अब त्यो हेर्न त बाँकी छ, कसरी टक्राउँछन् त्यो हेर्न बाँकी छ। तर मैले सारमा बुझेको के भन्छ भने, त्यो सफल हुनुको निम्ति जस्तो नेपालकै भूराजनीतिमा जो पश्चिमाहरूको आइडियूको नाममा जितेको हो, या त इन्डियासँग कोअपरेसन गरेर उनीहरू जानु पऱ्यो, त्यो अहिले देखिन्न। किन यसरी चाहिँ अब आक्रमण गरिसकेपछि सायद इन्डियनहरूलाई पनि पच्या छैन हैन। जस्तो अस्तिसम्म भ्रम के थियो, मान्छेलाई भ्रम कसरी चाहिँ खेलाइरहन्छन् भित्र, त्यो आदित्यनाथको फोटो प्रदर्शन गरे नि, मानव राप्रपा भनेको त सारा इन्डियाले प्रोत्साहन गरेको, बिजेपी आरएसएस आदित्यनाथहरूले प्रोत्साहन गरेको भन्ने मान्छेलाई भ्रम थियो। हेर्दा हेर्दै चाहिँ उल्टो तस्बिर देख्यो, सारा युरो अमेरिकनहरूको जालोभित्र बसेर चाहिँ पार्टी रहेछ भन्ने कुरा देखियो। अब यो लडाइँ इन्डियनहरूसँग कोअपरेसन गरेर यो घटना भइरहेछ, मैले त्यस्तो देख्दिनँ। किन इन्डियालाई घेरिसक्यो उनीहरूले, इन्डियाभित्रै पनि घेरे, दक्षिण एसिया पनि अब घेरे। अब बाँकी अर्को के रहन्छ भन्छ भने, एउटा झिनो कसैको आशंका है, त्यो मेरो पनि आशंका छ। जस्तो यो अहिले एउटा बहस भइरहेछ अमेरिकामा, एउटा बहस अमेरिका मात्रै नै धेरै ठाउँमा गयो। अब यो विश्वलाई 3टा प्रभाव क्षेत्रमा बाँड्नुपर्छ, अब चौथो शक्तिको अस्तित्व रहँदैन भन्ने बहस छ। एउटा अमेरिका, रुस र चाहिँ तपाईँको चीन, यो अमेरिकनहरूको भनाइ। अब पश्चिमी गोलार्ध अथवा दुई अमेरिका र चाहिँ के अरे अमेरिकाले हेर्ने
मूल रूपमा उसको इन्ट्रेस्ट अन्तर्गत उसको हित विरुद्ध जान नदिने गरी हेर्ने, सिङ्गो युरोप अथवा चाहिँ मध्य एसियासम्म चाहिँ रुसले हेर्ने र बाँकी एसिया चाहिँ चीनले हेर्ने। अब यसको विकल्प छैन, यसरी गइएन भने दुनियाँ अराजकतामा जान्छ भन्ने चाहिँ अमेरिकनहरूको बहस अहिले। र त्यो बहस यो ट्रम्पकै किताबको बहस हो, थिङ्क ट्याङ्कको। यदि त्यो बहस जो चलिरहेको छ नि त्यो भित्र रणनीति नभए त बहस त चलिरहेको छैन, सोच विकास नभइकन बहस त चलिरहेको छैन। यदि त्यसो हो भने एउटा के हुनसक्छ भन्छ भने जस्तो दक्षिणी एसिया अथवा चाहिँ यो एसियाली क्षेत्रमा अमेरिकनहरूले युरोपियनहरूले आफ्नो अस्तित्व अलिकति उपस्थिति भए पनि कायम राख्नु पऱ्यो नि। अब त्यसको निम्ति सौदाबाजी गर्नु पऱ्यो चिनीहरूसँग। इन्डिया त गयो, इन्डियालाई क्रस गरिदिए। क्रस किन गरे भन्छ भने चीन विरुद्ध लडाउनु खोजे सकेनन् होइन, एक त डरले पनि उ सकेन, दोस्रो युक्रेन पछि रुसले च्याप्यो उ सकेन, नसकिसकेपछि उसँग डिल किन गरिराख्ने उनको निष्कर्ष थियो। जब कामै लाग्दैन मुख्य मिसनमै प्रयोग गर्न सकेन उसँग डिल किन गर्ने। अब चिनियाहरूलाई चाहिँ चिनियाहरूसँग लडेर पनि नसकिने त्यत्रो शक्ति भएर आयो। त्यसकारणले आफ्नो उपस्थिति अलिकति राख्नुको निम्ति कमसेकम बार्गेनिङ गरेर सौदाबाजी गरेर तिम्रो अहित पनि नहुने हामीले पनि अलिकति आफ्नो इन्ट्रेस्ट चाहिँ हुन सक्ने भनेर यस्तो खालको कुनै कम्प्रोमाइज सौदाबाजीको बाटोमा उनीहरू जान सक्ने सम्भावना मैले देख्छु। मैले त्यो देख्छु। मैले त्यो कहाँ देख्छु भन्छ भने जस्तो अमेरिकनको त्यो गेम हुनसक्छ। मैले त्यो कहाँ देख्छु भन्छ भने जस्तो यो करको मुद्दामा ट्रम्प चाहिँ चीनप्रति जति लचिलो देखा पऱ्यो नि युरोपप्रति देखा परेन। जस्तो अहिले भर्खरै पनि 50% कर चाहिँ 1 जुनबाट उनले लागू गर्ने घोषणा गरिदिसके होइन। चीनलाई त 30 मा झारे, 245बाट 30 मा झारे। त्यसको कारण के हो चाहिँ चीनसँग कम्पिटिसन गरेर सकिँदैन, यो डुब्ने खेल मात्रै हो। त्यसकारणले उसँग सौदाबाजी गर्ने यो हो भने अब यो ढङ्गले उनीहरू आएका हुन् भने नेपालको भू राजनीतिमा चिनिया इन्ट्रेस्टलाई पनि चाहिँ उनको चाहिँ उनी नभट्किने गरी होइन अब डिल गरेर आफ्नो उपस्थिति अलिकति कायम गर्ने भन्ने खेलमा उनीहरू जान सक्छन्। सुन्नुहोस् है, जान सक्छन्। अब त्यो आशामा उनीहरूले खुलेरै राप्रपालाई चाहिँ मुभ गरेको हुनसक्छ। मैले त्यो सम्भावना देख्छु। किन यसरी खुलेर आयो नि, किन नत्र भने त अब इन्डियालाई पनि क्रस गरे, चीन पनि काउन्टरमा आयो भने टिक्छन् त उनीहरू, त्यो त सम्भावना छैन। इन्डिया र चीनलाई क्रस गरेर पश्चिमा यहाँ त टिक्दैन भनेपछि कसको आडमा र के भरमा यिनले चाहिँ खुलेर समर्थन गरे राप्रपालाई, यो एउटा अलिकति बहसको र सोच्नुपर्ने विषय भयो। तर यिनी चिजहरू धेरै अझै गर्भमै छन् किन सङ्क्रमणको अवस्थामा छ देश। तर मलाई विश्वास छ अब 5-7 महिना 1 वर्षमा यो सबै छ्याङ्गै हुन्छ, नेपाल पनि छ्याङ्गै हुन्छ, यो पनि एकदम पराकाष्ठा हो, उत्कर्ष हो। त्यसपछि मलाई भएको विश्वास के हो भन्छ भने अन्तर्राष्ट्रिय भू राजनीति पनि एउटा नयाँ कोर्स, एउटा तस्बिर सहित एउटा नयाँ कोर्समा लाग्छ। किन युक्रेन टुङ्गो लाग्छ, त्यो बेलासम्म गाजा पनि टुङ्गो लाग्छ अनि त्यसले नेपालको यो भू राजनीति पनि एउटा चाहिँ अलिकति प्रश्नचिह्न देखिन्छ र त्यहाँसम्म चाहिँ अलिकति हेर्नुपर्छ र 1 वर्षपछि यहाँको निकासको चरण हो। मैले त्यसो बुझ्छु समग्र वैश्विक हेर्दाखेरि। तपाईँले यो बडा चित्रसहित विषय राख्दै गर्दा नि विशेष अब राप्रपा को नाभि कहाँ जोडिएको अर्थात् राप्रपा कुन एउटा शक्ति केन्द्रको प्रभावमा छ, अर्थात् यो नेपालको आन्तरिक परिस्थितिमा कुन कुन शक्ति केन्द्रहरूले कसरी खेलिरहेका छन् भन्ने कुराको एउटा चित्र राप्रपा एक्सपोज भएको कुरालाई एउटा चित्र मान्ने हो भने एमाले, काङ्ग्रेस र माओवादी को अहिलेको सङ्कट चाहिँ के हो, यो कतातिरको सङ्कट? यिनको सङ्कट यस्तो हो। अब हो हामीले यहाँ बुझ्छौँ जस्तो यिनीहरूमा यो छटपट्टि कहाँ आयो, मैले 2टा कारण आधारभूत 3टा कारण दिन्छु। एउटा हाम्रो देशभित्र यिनीहरूले जो अपराध गरे, लुट हत्या हिंसादेखि लिएर जति पनि अपराध गरे एउटा यसको नतिजा हो। किन जनमत भड्कियो, अब जनमत चाहिँ यिनको पक्षमा छैन, जनमत यिनको पक्षमा बिल्कुलै छैन, त्यो हाम्रो आन्तरिक कारण भयो। अब बाहिर कारण मूलभूत रूपमा मैले बाहिर कारण देख्छु। बाहिर कारण मैले चाहिँ 2टा कारण देख्छु। एउटा कारण के हो भन्छ भने अहिले जो अन्तर्राष्ट्रिय भू राजनीतिमा इन्डो पश्चिमा क्षमा भनेर जो हामीले भन्ने गरेका थियौँ त्यो 3 टुक्रामा विभाजित छ। अहिले यो युक्रेन द्वन्द्वपछि विशेष गरी युक्रेन द्वन्द्व त्यसमा गाजा थपेको छ र अहिले यो 3 वर्ष यता गैर पश्चिमाकरणको नारामा जो लडाइँ अगाडि बढ्यो जुन उभार आयो जस्तो रुस र चीनको नेतृत्वमा यो पश्चिमा आधिपत्यबाट मुक्त हुने जुन चाहिँ अभियान चल्यो सबभन्दा बढी यसले छोयो अफ्रिका राम्रोसँग छोयो, ल्याटिन अमेरिका छोयो, एसिया छोयो, सारा चिज छोयो। अब यसले के गर्यो भन्छ भने जो सङ्कट बढ्यो यसले गर्दाखेरि यिनीहरू बिचमा चाहिँ तपाईँको द्वन्द्व आयो। जस्तो युक्रेन मुद्दामा अमेरिका र युरोप फाटे, गाजामा पनि त्यही छ, युरोपियनहरू ठ्याक्कै चाहिँ इजरायलको विरुद्धमा उठिरहेको छन् अहिले, त्यहाँ फाटे। अब यसले चाहिँ इन्डियनलाई पनि फटायो। जस्तो युक्रेन द्वन्द्वले इन्डियनसँग पनि यिनको त्यस्तो हार्दिकता रहेन, रुसको विरुद्धमा त गइदैन नि, इन्डिया सकेन होइन, विरुद्धमै उभिने भनेको त्यो सकेन। यो विभाजनले के गर्यो भन्छ भने अब यहाँका जो भाडाका मान्छेहरू छन् दलालहरू यिनी त एउटै ठाउँबाट खाने मान्छे छैन, कोही चाहिँ तपाईँको इन्डियन भाडाको इन्डियन मर्सिनेरीको रूपमा काम गरिरहेको छ, कोही अमेरिकन, कोही युरोपियनभित्र कोही ब्रिटिस छ, कोही जर्मन छ, कोही नर्वेबाट खाने छ। उनी बिचको टक्राउ अन्तर्विरोधले यिनको बिचमा यहाँ अन्तर्विरोध पैदा गर्यो। किन अब उनीहरू पनि आपसमै फाटो भइसकेपछि आफ्नो हित चाहिँ कसरी चाहिँ तपाईँको संरक्षण गर्ने भन्ने त उनी पनि त जानी पाए। जस्तो अमेरिका युरोपको मात्र होइन, युरोपभित्रै जर्मनी र फ्रान्सको लडाइँ छ, जर्मनी र तपाईँको बेलायतको लडाइँ छ, बेलायत चाहिँ फ्रान्सको लडाइँ छ, स्पेन अलग्गै छ, इटाली अलग्गै छ।
त यहाँ त सबै ठाउँबाट खाने मान्छेहरू छन् अनि उनले चाहिँ नेपालभित्र जहाँ जहाँ लगानी गरेका छन् आफ्नो इन्ट्रेस्टको निम्ति त्यो मान्छेलाई प्रोत्साहन गर्ने भए अनि त्यो टक्राउको रूपमा यहाँ देखा पर्यो यिनको बिचमा जस्तो अहिले खेताखेत लखेटालखेत निषेध गर्छन् नि यो यिनको कारणले होइन यिनको त केही पनि छैन यिनको कुरो त के भन्छ भने सत्तामा जाने नेपाल लुट्ने मात्रै हो यिनको कुरो त्यति हो त्यो लुट्नको निम्ति आफू सत्तामा जाने यिनको झगडा यति हो र वैचारिक राजनीतिक सैद्धान्तिक झगडा पनि केही पनि छैन विश्वको चाहिँ टुक्रिएको भू राजनीतिले यिनको बिचमा विभाजन ल्यायो एउटा सङ्कट र दोस्रो सङ्कट त्यसमा के थप्यो भन्छ भने जस्तो अहिले यिनको स्रोत बिस्तारै कमजोर हुँदै गएको छ यिनको खानी स्रोतको यसले यिनमा ठुलो छटपटी आइरहेको छ जस्तो यो युक्रेन द्वन्द्वपछि पश्चिमी दुनियाँमा ठुलो आर्थिक सङ्कट सुरु भयो वो अमेरिका त त्यही आर्थिक सङ्कटबाट अब देशै कोल्याप्स हुने डरले चाहिँ उयो ट्रम्पले दुनियाँले धम्काउँदै चाहिँ स्रोत लुट्दै यो कर बढाउने त्यही त हो अमेरिकाको टाट पल्टिन थाल्यो भनेर अमेरिका त्यो हालतमा छ 36,360 खरब डलर ऋण पुगिसक्यो अब युरोपको अर्थतन्त्र गएको 3 वर्ष यता 0.1% पनि सुधार भएको छैन त्यो गिर्दो अवस्थामा छ गिर्दो छ र तपाईको जर्मनी 0.1 मा झरेको छ अमेरिका त गएको यो त्रैमासिक यो अन्तिम त्रैमासिकमा माइनसमा पुग्यो फ्रान्सको त्यही हालत छ बेलायतको त्यही हालत छ 1% भन्दा माथि कसैको पनि छैन त्यसकारणले उनको के भयो भने अनि ऊर्जामा महँगी मुद्रास्फीति सबै कारणले उनको दैनिक जीवन एकदम कठिन भएर गइरहेछ र उनीहरू लगानी गर्न सक्ने हालतमा छैनन् युक्रेनलाई त सक्दैनौ भनिरहेछन् अनि नेपालले कहाँबाट पैसा दिने त्यसकारणले पैसाको कटौती हुन थाल्यो पैसाको यहाँ पनि कटौती जस्तो अमेरिकाले युएसएको सबै बन्द गर्यो हैन अब के रे चाहिँ एनईडी पनि थियो त्यसको सबै बन्द गर्यो जम्मै बन्द गरिरहेछ अब मैले सुनेको यो बेलायतको चाहिँ डीएफआईडी छ त्यसले पनि धेरै ठुलो रकम कटौती गरिसकेको छ यहाँ त्यसले गर्दाखेरि यिनको चारो चाहिँ तपाईँको कम हुँदै गयो त्यसले यिनीहरू यहाँ कमजोर हुँदै गए चल्या त उनको पैसा भयो यिनीहरू जम्मै पश्चिमाहरूबाट एनजिओ मार्फत पैसा आउने त्यसबाट यिनी चलेका थिए अब एनजिओहरूको स्रोत कमजोर हुँदै गयो सुक्दै गयो त्यसले गर्दाखेरि यिनीभित्र सङ्कट पनि ल्याउँदै गएको छ त्यस कारणले अब यो सुधार हुने ट्रेन हो नि क्या मैले अघि भने नि जस्तो मैले जे भने नि अन्तर्राष्ट्रिय भू राजनीति यिनका बिचको टक्राउ यसमा चाहिँ कुनै सुधार आउने सम्भावना छैन किनभने स्वार्थको लडाइँ हो अर्को जो आर्थिक सङ्कटको कुरा गरेँ यो सुधार हुने सम्भावना छैन यो उनी रातारात चाहिँ अब फेरि आर्थिक चाहिँ सुधारतिर गइहाल्ने सम्भावना छैन त्यो बिग्रदै गएको छ भनेपछि त्यसले यिनको अवस्था सुधार गर्न यहाँ दिँदैन र त्यसै कारणले यिनमा एक खालको ठुलो छटपटी चाहिँ पैदा भएको छ कसरी बाँच्ने भन्ने त्यही अभिनय हो बाहिर जो हामी देख्छौँ नि बरस ठ्याक्कै तपाईँले यो भन्दै गर्दा नि अब तर यो छटपटीका बीच पनि र टक्रावका बीच पनि राजनीतिक टक्रावभित्रको सङ्कटभित्र जेलिए पनि अब यिनीहरूको विशेषता के हो भने यिनीहरू जुनसुकै घाटको पनि पानी खान तयार हुने प्रवृत्ति र जुनसुकै घाटको पानी खाने खालको भूमिकाबाट आएका प्रवृत्ति र पात्रहरू भएको हुनाले फेरि अर्को घाट खोज्ने कुरा गरिहाल्छन् जुनसुकै घाटको पानी खान उनीहरूलाई अप्ठ्यारो लाग्दैन यो घाटको खोजी हो फेरि पनि यिनीहरूले पानी भेट्छन् भन्ने खालको तर्क पनि छ जस्तो एमालेभित्र विद्या भण्डारीको चर्चा माओवादीभित्र प्रचण्ड जनार्दन वर्षमानहरूको टन्टा यी सबै कुराहरू जे देखिएका छन् यी फेरि अर्को नयाँ घाट खोज्ने कुरा हो यिनीहरू फेरि पानी खान पुग्छन् र पानी भेट्न पनि सक्छन् भन्ने पनि छ देख्नुहुन्छ त्यस्तो होइन त्यो सत्य हो जस्तो एउटा दलाल प्रवृत्ति भाडाको प्रवृत्ति के हो भन्छ भने जसको यसको आफ्नो भन्ने चिज अथवा म भन्ने चिज केही पनि नभावनाले यिनीहरू कतिखेर कसको हातमा बिक्छन् भन्ने निश्चित केही पनि हुँदैन तर यहाँ एउटा अन्तर के हुन्छ भने यो वृत्त पनि दुई थरीको छ त्यो कति सजिलो छ अब भनेर मैले बुझेँ जो चाहिँ पछाडि जस्तो साम्राज्यवादको कुनै स्वार्थको निम्ति नेपाल विरोधी तपाईको उनको उद्देश्यमा काम गर्ने आफू सत्तामा जाने नेपाल लुट्ने अथवा कुनै स्वार्थमा कम्प्रोमाइज गरेर समता गरेर जो दलाल बन्यो यसले तपाईँले भने जस्तो जुनसुकै घाटमा पनि गइदिन्छ भोलि चाहिँ जस्तो आफू चाहिँ खाइरहेको पानीको घाट माने पानीको चाहिँ त्यहाँ पानी बन्द भयो भने अर्को घाट खोज्न जान्छ त्यसमा सँगै छैन तर अर्को एउटा तबका छ त्यो तबका सक्दैन त्यो तबका कस्तो हुन्छ भने जो उनको नेटवर्कमा प्रत्यक्ष जोडिएर नेपाल विरोधी मिसनमा आएको छ त्यो चाहिँ घाट बदल्न सक्दैन उनले मारिदिन्छ जस्तो बाबुराम त्यस्तै पात्र जस्तो पुष्पकरण त्यही पात्र हो नेपाल विरोधी मिसनमा ठ्याक्कै जोडिएर आएका हुन् अब थोर बहुत माधव नेपाल पनि त्यही हो त्यसकारणले यिनलाई घाट बदल्न सजिलो छैन किन भन्छ भने एउटा त उनको नेटवर्कमा बसेर चाहिँ काम गरे जस्तो माओवादी युद्ध यत्रो सर्पष्ट आयो सारा इन्डियन बोलिरहेछ सारा गरिरहेछ 11 जनाको कमिटी बनाएको थियो माओवादी युद्ध चाहिँ ह्यान्डल गर्नुको निम्ति हैन उसको नेतृत्वमा के अरे चाहिँ जज फर्नान्डिसको नेतृत्वमा हैन उसले नै लजिस्टिकको सबै सामान आपूर्ति गर्थ्यो अब हर्बिस थाराकानले चाहिँ उनको पार्टी हेर्थ्यो सेन्टरको मामला हेर्थ्यो त्यसकारणले त्यो लगानी जो गरेर यिनलाई यहाँसम्म ल्याए नि भुइँफुट्टाहरूलाई त्यो लगानी त तपाईँ घाट बदलेर त उनले त छोड्दैन त्यसकारणले यिनीहरूलाई चाहिँ घाट बदलेर चाहिँ बाँच्न चाहिँ मैले सम्भव देख्दिनँ किन लगानी ठुलो भएको हुन्छ जस्तो त्यो कस्तो हो भन्छ भने हामीले हेर्नुपर्छ जस्तो बिन लादेनको हालत सद्दामको हालत हैन जो हामीले देख्यौँ नि हो नतिजा त्यो हो किन उनलाई पनि आक्रोश हुन्छ नि त यत्रो लगानी गरेर घाट बदल्ने भने त्यो सामान्य कुरा त होइन तर बाँकी सबैले बदलिदिन्छन् त्यो चाहिँ सत्य हो त्यो क्लाइमेक्स त्यो क्लाइमेक्स कहाँनिर पैदा हुन्छ भन्ने मैले त्यो क्लाइमेक्स यस्तो छ त्यो क्लाइमेक्स इन्डिया बिन लादेनको क्लाइमेक्स देखा पर्यो नि त गद्दाफीको क्लाइमेक्स देखा पर्यो संसारमा थुप्रै यस्ता प्रयोग भएका नियोजित र प्रायोजित पात्रहरूको क्लाइमेक्स त अत्यन्त पीडादायी र दुःखद पनि हुँदो रहेछ भन्ने संसारका इतिहासले विगतदेखि आजसम्म देखाएका छन् हाम्रामा त्यो क्लाइमेक्स कहिले देखिन्छ भन्ने मान्छेलाई क्लाइमेक्सको चासो मैले बुझेँ त्यो चरण हो जस्तो मैले त्यो लक्षण चाहिँ अथवा त्यो कोर्स चाहिँ अब सुरु हुन थाल्यो मैले त्यसरी बुझ्छु जस्तो मैले भने नि एउटा बलियो प्रमाण आइटियुको राप्रपालाई समर्थन हो उनीहरू ओपनली यसरी आइसके
एकदम खुलेआम आइसके। त्यो भनेको नेपालको भू राजनीतिमा चाहिँ तपाईँको विशेष गरेर इन्डियालाई चाहिँ त्यो चुनौती दिएको चेतावनी गर्यो। अब आरएसएस बिजेपी कसरी प्रस्तुत हुन्छ त्यो हेर्न बाँकी छ। यिनीहरू आक्रामक भएर प्रस्तुत हुन्छन् अथवा जो चाहिँ अहिलेको स्थिति छ नि, पहिले यहाँका दलाल चाहिँ ढोकभेट गर्न लाइन लाग्थे, अहिले यिनको लाइन लागिरहेछ। त्यसले उनी कति रक्षात्मक भएछन् भन्ने कुरा त यसले देखाइरहेछ होइन। यिनलाई बोलाए पुग्थ्यो नि त, उनीहरू आउनुपर्ने स्थिति छ। त्यस कारणले यो अब कहाँ जान्छ भन्छ भने अब यो एउटा टक्राउमा जान्छ। अब बिस्तारै बिस्तारै एउटा टक्राउ, मैले भने नि आरएसएसले बिजेपीले के भूमिका खेल्छ, या त रक्षात्मक अवस्थामा रहेर चाहिँ मैदान खाली गरिदिन्छ होइन टक्राउन नसकेर, या ऊ चाहिँ आफ्नो बचाउको निम्ति केही टक्राउको चाहिँ बाटो खोज्न सक्छ। अब चाहिँ तपाईँको भिडन्तै आउँछ। अब यो बेला प्रश्न कहाँ आउँछ भन्छ भने बाँकी चाहिँ छद्मवेशीहरूको भूमिका के त यो टक्राउमा, समस्या त आइहाल्यो नि त। जस्तो आइडियू र आरएसएस अथवा बिजेपीको बिचको टक्राउको कुरा गर्दाखेरि कहाँ उभिने, त्यो त प्रचण्ड पनि अब खुल्नुपर्छ, बाबुराम पनि खुल्नुपर्छ, अर्को मान्छे पनि खुल्नुपर्छ। यो टक्राउले चाहिँ यिनको चाहिँ तपाईँको भविष्य फैसला गर्छ। र यो चाहिँ जस्तो बिन लादेन र सद्दामको मैले कुरा गरेँ नि, यो स्थिति चाहिँ हाम्रो कारणले आउने होइन, हाम्रो उनका बिचको टक्राउले आउँछ। जस्तो बिन लादेनको पनि यही हो, सद्दामको पनि त्यही हो, अहिले चाहिँ जस्तो लिबियामा पनि त्यही भएको रहेछ। लिबी कर्नल कदापि त धेरै राष्ट्रवादी हो, अब जेलेन्स्कीको त्यही हुन्छ, जेलेन्स्कीको त्यही हुन्छ, देखिसक्यो त्यो टक्राउ। अहिले जस्तो युरोपियन र अमेरिकन ठ्याक्कै दुई फ्याक भयो नि, अहिले जेलेन्स्कीले दुई फ्याक भयो। त्यो टक्राउ यहाँ सुरु भयो। यो टक्राउ अब चर्किँदै जाँदा सबै मान्छेहरू एउटा किताबमा खुल्नै पर्छ, अब खुल्नै पर्छ। अब जो खुलेर चाहिँ आफू जो मिसनमा आएको हो त्यसको विपरीत गयो, वा यो चाहिँ खुल्ने दौरानमा चाहिँ तपाईँको कमजोर भएर गयो भने यिनकै पङ्क्तिभित्र यिनीहरू चाहिँ सिद्धिन्छन्। जस्तो यिनकै किताले मार्छ। जस्तो मैले अहिले भनिरहेको छु नि, आइडियूको उ गर्दाखेरि जो खुलेर आयो नि, आइडियू भर्सेस चाहिँ तपाईँको अब इन्डियनहरू होलान् अथवा के होलान्, जस्तो यिनकै बिचमा घात प्रतिघात चल्छ भोलि। घात प्रतिघात टोकाटोकभित्र यिनीहरू यही भित्र यिनी मारिन सक्छन्, यही गर्न सक्छन्। त्यस कारण त्यो सङ्कटको यो होइन भने यिनको बिचमा अब सम्झौता हुन्छ मलाई लाग्दैन। त्यो अन्तर्राष्ट्रियकरण भइसक्यो, अन्तर्राष्ट्रिय भू राजनीतिमा गइसक्यो। त्यस कारण यिनकै बिचमा पनि अब चाहिँ एउटा कटुताको एउटा चरण चाहिँ अब सुरु हुन्छ जस्तो चाहिँ मैले देख्छु। ठिक छ भरत सर, यो यतिको टकराव र द्वन्द्व र तानातानका बिच पनि नेपाल शक्तिशाली ठाउँमा छ भन्नुभयो तपाईँले। तपाईँले भनेको कुरा म बुझ्छु, तर यसैलाई म दर्शक श्रोताहरूलाई अझै प्रष्ट ढङ्गले बुझाउन चाहन्छु तपाईँ मार्फत। कसरी यति टकरावका बिच पनि नेपाल शक्तिशाली ठाउँमा छ, नेपालका शक्तिहरू र शक्तिशाली भूमिकाहरू के हुन् अहिलेको सन्दर्भमा, कसरी तपाईँले यो विश्लेषण गर्नुभयो भन्ने कुरा मैले व्यक्तिगत रूपमा म बुझ्छु, तर दर्शक श्रोताहरूलाई म थप बुझाउन चाहन्छु, बताइदिनुहोस् न। मैले जस्तो हामीले विशेष गरिकन मैले तिनवटा कारणहरू देख्छु यो पाठ लागेर। जस्तो चाहिँ हाम्रो जनसङ्ख्या वितरण कस्तो छ भन्छ भने यिनले लडाएर लड्ने खालको छैन। एउटा जनसङ्ख्या वितरण एकदमै मिश्रित खालको छ, नम्बर 1। दोस्रो कुरो, हाम्रा सभ्यता संस्कृति परम्परा रीतिरिवाज एउटा चाहिँ तपाईँको समन्वय बाटोबाट अगाडि बढेका छन् होइन। कसैले अब केही साम्प्रदायिक पछि निस्किया मान्छे बाहेक कुरा छु मैले, हाम्रो परम्परामा एकले अर्कोलाई मानेर स्वीकार गरी हिँडेको छ। चाहे किराँती मूल्य मान्यता, चाहे वैदिक मूल्य मान्यता, चाहे बौद्ध मूल्य, यी सबैलाई हामी पुज्छौँ, सबैलाई भगवान् भन्छौँ होइन। सबैका चाहिँ तपाईँको देवी देवता हामी धाउँछौँ, चाडपर्व मनाउँछौँ। इभन अत्यन्त विपरीत मानिएका मुस्लिमहरू पनि सम्मानित छन् यहाँ। अब एउटा यो आधारबाट नेपाल चाहिँ खलबल्याउन सजिलो छैन, पहिलो कुरा। दोस्रो के भन्छ भने भू अवस्थिति होइन, जो लोकेसन भन्छ नि, नेपाल कस्तो ठाउँमा छ भन्छ भने जस्तो इन्डिया र चिनको बिचमा छ। इन्डिया र चिनको बिचमा छ। नेपाल खलबलिने बित्तिकै सिधै चाहिँ तपाईँको लडाइँ चाहिँ चिन र इन्डियाको बिचमा हुन्छ, सिधा लडाइँ हुन्छ होइन। त्यो रोक्ने पुलको कामै नेपालले गरिरहेको छ, हिजो पनि हो, आज मात्रै होइन। यो क्षेत्रलाई बचाउने भनेको जस्तो पृथ्वीमानको पालामा ब्रिटिसहरूलाई तिब्बततिर अगाडि बढ्ने बाटो रोकिदिएको त नेपालले हो। त्यस कारणले त्यो चाहिँ भूमिका नेपालले लामो समयदेखि खेलिआएको छ। र यो फेरि भू राजनीतिक चाहिँ तपाईँको अहिलेको चाहिँ तपाईँको समीकरण कस्तो हो तेस्रो मैले पाटो देखेँ हुन्छ भने अहिले जो ध्रुवीकरण छ, विश्वको जो ध्रुवीकरण छ, मैले भने नि पश्चिमा मूल्य मान्यताको स्खलन अहिले त्यसको ह्रास र गैर पश्चिमाकरणको नारा अन्तर्गत जस्तो आफ्ना मौलिकता परम्परा मूल्य मान्यता विचारका जो कुराहरूको जो उभार संसारमा आयो नि, यसले चाहिँ तपाईँको नेपालभित्र अब यथास्थितिको पक्ष राख्ने शक्तिहरूलाई यहाँ टिक्न दिँदैन।